युट्युब च्यानलको लोगो कसरी बनाउने? हाउ टु मेक युट्युब च्यानल प्रोफेसनल लोगो। तपाईँहरू पनि आफ्नो युट्युब च्यानलको लागि केही यस्तो यस्तो र यस्तो खालको लोगोहरू बनाउन सक्नुहुन्छ फ्रीमा मोबाइलबाटै। त्यसको लागि तपाईँहरूलाई एउटा सानो एप्लिकेसनको आवश्यक पर्छ, पिक्सल एप। पिक्सल एप तपाईँहरूले गुगल प्ले स्टोरमा गएर सजिलैसँग डाउनलोड गर्न सक्नुहुन्छ। यो एप्लिकेसन ओपन गरिसकेपछि यस्तो खालको इन्टरफेस आउँछ। आइसकेपछि तपाईँहरूले यहाँ स्क्रिनमा यहाँ न्यू टेक्स्ट भनेर देखाएको हुन्छ। त्यसपछि यसलाई यहाँबाट गएर डिलिट गरिदिनु होला। डिलिट गरिसकेपछि तपाईँहरूले यहाँ थ्री डटमा गएर त्यसपछि यहाँ इमेज साइजमा गएर यसलाई चाहिँ यसको यहाँ कस्टममा गएर तपाईँहरूले यहाँ प्रोफाइल पिक्चरमा गएर ट्याप गर्नु होला। ट्याप गरिसकेपछि यहाँ ओके गरिदिनु होला। ओके गरिसकेपछि प्लसमा जानु होला। प्लसमा गइसकेपछि सेभमा जानु होला। सेभमा गइसकेपछि तपाईँहरूले यहाँ गएर तपाईँहरूले यहाँ यो गोलोवाला सेपलाई चाहिँ यहाँबाट लिनु होला। लिइसकेपछि तपाईँहरूले यसलाई यहाँ गएर कलर चेन्ज गरिदिनु होला। यसलाई इनेबल गरिदिनु होला। इनेबल गरिसकेपछि यस्तो खालको इन्टरफेस आउँछ। त्यसपछि फेरि तपाईँहरूले प्लसमा जानु होला। प्लसमा गइसकेपछि फेरि सेभमा जानु होला। फेरि तपाईँहरूले यसलाई यहाँ गएर फेरि यही गोलोवाला सेप लिनु होला। सेप लिइसकेपछि ओके गरिदिनु होला। ओके गरिसकेपछि यहाँ गएर यसलाई अलि सानो बनाउनु होला। केही सानो यसरी एडजस्ट गर्नु होला यसलाई तपाईँहरूले। योभन्दा चाहिँ यो पहिलो सेपभन्दा चाहिँ अलि यसलाई चाहिँ सानो राख्नु होला। सानो राखिसकेपछि तपाईँहरूले अब यसलाई यहाँ माथि गएर यसलाई अझ एडजस्ट गर्नु होला राम्रोसँग। एडजस्ट गरिसकेपछि यहाँ गएर तपाईँहरूले यहाँबाट तपाईँहरूले यसलाई दुईवटा टिक लगाएर यहाँ गएर यसलाई मर्ज गरिदिनु होला। मर्ज गरिसकेपछि तपाईँहरूले अब यहाँ गएर यसलाई इरेज गरिदिनु होला, इनेबल गरिदिनु होला र यसलाई चाहिँ यहाँबाट पुरै फुल अन गरिदिनु होला। अन गरिसकेपछि ओके गरिदिनु होला। ओके गरिसकेपछि अब यसलाई कपी गर्नु होला। हाम्रो अब दुईवटा अब्जेक्ट भयो। यहाँ सेपहरू दुईवटा सेप तयार भइसकेको छ सेम साइजको। अनि त्यसपछि यसलाई एउटालाई चाहिँ कलर चेन्ज गरिदिनु होला। यहाँ चाहिँ कलरमा जानु होला। कलरमा गइसकेपछि यसलाई इनेबल गरेर यसलाई चाहिँ यो कलर इनेबल गरिदिनु होला। ओके गर्नु होला। ओके गरिसकेपछि अब यहाँ गएर इनर स्याडोमा इनेबल गरिदिनु होला यसलाई। त्यसपछि सेकेन्ड अर्कोलाई पनि तपाईँहरूले यहाँबाट इनर स्याडोमा गएर इनेबल गरिदिनु होला। त्यसपछि तपाईँहरूले यहाँ गएर स्याडोमा गएर यसलाई पनि इनेबल गरिदिनु होला। त्यसपछि यसलाई पनि स्याडोमा गएर इनेबल गरिदिनु होला। इनेबल गरिसकेपछि यस्तो खालको इन्टरफेस हाम्रो सेपहरू यस्तो खालको देखिन्छ। त्यसपछि यसलाई अलि रोटेट गर्नु होला। त्यसपछि अर्कोलाई पनि रोटेट गर्नु होला र यसलाई चाहिँ अलि केही सानो बनाउनु होला। नभएपछि तपाईँहरूले यो तरिकाले पनि एडजस्ट गर्न सक्नुहुन्छ अलि सानो गरेर। त्यसपछि तपाईँहरूले यसलाई राम्रोसँग एडजस्ट गर्नु होला तपाईँहरूले आफ्नो तरिकाले। गरिसकेपछि अब यसलाई पनि यसलाई अलि रोटेट गरिदिनु होला किनकि यहाँ मिलेको छैन राम्रोसँग। तपाईँहरूले आफ्नो तरिकाले यसलाई चाहिँ रोटेट गरेर राम्रोसँग मिलाउनु होला। मिलिसकेपछि तपाईँहरूले फेरि यो दुईवटालाई पनि मर्ज गरिदिनु होला। यहाँ गएर यो दुईवटालाई यहाँ गएर मर्ज गरिदिनु होला। मर्ज गरिसकेपछि यो पनि दुईवटा सेम एउटै भइसकेको छ। अब त्यसपछि तपाईँहरूले अब यहाँ जानु होला। प्लसमा जानु होला। प्लसमा गइसकेपछि टेक्स्टमा जानु होला। टेक्स्टमा गइसकेपछि यो न्यू टेक्स्ट भनेको हुन्छ। यसमा चाहिँ डबल ट्याप गर्नु होला। डबल ट्याप गरिसकेपछि यहाँ आफ्नो च्यानलको फर्स्ट दुईवटा अक्षर चाहिँ टाइप गर्नु होला। यहाँ ओके गर्नु होला। फेरि त्यसपछि ओके गर्नु होला। त्यसपछि तपाईँहरूले यहाँ एमा गएर होइन यसको साइजलाई चाहिँ अलिक ठुलो गरिदिनु होला। त्यसपछि ओके गरिदिनु होला। ओके गरिसकेपछि तपाईँहरूले यहाँ मुनि गएर स्टक गर्नु होला। स्टकलाई चाहिँ इनेबल गरिदिनु होला। त्यसपछि तपाईँहरूले स्याडोलाई पनि इनेबल गरिदिनु होला। त्यसपछि तपाईँहरूले अब फन्टमा गएर फन्ट चेन्ज गरिदिनु होला। मैले चाहिँ यहाँ फन्ट फेगन फन्ट चाहिँ युज गरिरहेको छु। तपाईँहरूले पनि युज गर्न सक्नुहुन्छ। फेगन यो हाम्रो देख्न सक्नुहुन्छ। यो हाम्रो च्यानलको फर्स्ट दुईवटा नाम चाहिँ यहाँ दुईवटा अक्षर चाहिँ तयार भइसकेको छ। त्यसपछि तपाईँहरूले आफ्नो च्यानलको फेरि टेक्स्ट प्लसमा जानु होला। प्लसमा गइसकेपछि टेक्स्टमा जानु होला। टेक्स्टमा चाहिँ न्यू टेक्स्टमा चाहिँ डबल ट्याप गर्नु होला। डबल ट्याप गरिसकेपछि आफ्नो च्यानलको फुल नेम चाहिँ यहाँ टाइप गर्नु होला। गरिसकेपछि डन गर्नु होला। डन गरिसकेपछि ओके गर्नु होला। ओके गरिसकेपछि अब तपाईँहरूले यसलाई पनि सेम तरिकाले स्टकलाई चाहिँ इनेबल गरिदिनु होला। ओके गरिदिनु होला। त्यसपछि स्याडोलाई पनि इनेबल गरिदिनु होला। ओके गरिदिनु होला। त्यसपछि यहाँ फन्टमा गएर फेरि फेगनलाई चाहिँ
चुज गर्नु होला। त्यसपछि ओके गरिदिनु होला। ओके गरिसकेपछि यसलाई चाहिँ राम्रोसँग यसको मुनि एडजस्ट गरिदिनु होला। यहाँ देख्न सक्नुहुन्छ हाम्रो यो तरिकाको हाम्रो लोगो बनिरहेको छ। त्यसपछि यसलाई गएर फेरि अब यो सबैलाई चाहिँ मर्ज गरिदिनु होला। यहाँ गएर मर्ज गरिदिनु होला। यसमा टिक लगाउनु होला सबैमा। त्यसपछि यहाँ गएर मर्ज गरिदिनु होला। मर्ज गरिसकेपछि सबै यो सबै चाहिँ एउटै भइसकेको छ। अब प्लसमा गएर तपाईँहरूले ब्याकग्राउन्ड लगाउनु होला। प्लसमा जानु होला, फ्रम ग्यालेरीमा जानु होला। त्यसपछि आफ्नो मोबाइलमा भएको कुनै पनि एउटा ब्याकग्राउन्ड चाहिँ चुज गर्नु होला। मैले चाहिँ यो ब्याकग्राउन्ड लिइरहेको छु। यहाँ तपाईँहरूले पनि यही ब्याकग्राउन्ड लिन सक्नुहुन्छ। म तपाईँहरूलाई यो ब्याकग्राउन्डहरू र ब्याकग्राउन्डहरू मैले तपाईँहरूलाई यहाँ मेरो च्यानलको डिस्क्रिप्सनमा राखिदिनेछु। च्यानलको डिस्क्रिप्सनमा मेरो व्हाट्सएप च्यानल छ, त्यहाँबाट तपाईँहरूले डाउनलोड गर्न सक्नुहुन्छ। त्यसपछि यहाँ जानु होला। यहाँ गइसकेपछि यसलाई टु ब्याक गरिदिनु होला। टु ब्याक गरिसकेपछि यहाँ देख्न सक्नुहुन्छ हाम्रो केही च्यानलको लोगो चाहिँ यस्तो तरिकाले बनिसकेको छ। अब यसलाई चाहिँ तपाईँहरूले यहाँ गएर स्टक गरिदिनु होला। स्टक गरिसकेपछि यस्तो खालको हाम्रो लोगो बनेर यहाँ देख्न सक्नुहुन्छ हाम्रो लोगो बनेर तयार भइसकेको छ। अब यो बनेको लोगोलाई तपाईँहरूले यहाँ गएर सेभ एजमा गएर अनि त्यसपछि यहाँ कस्टममा गएर तपाईँहरूले अल्ट्रामा गएर त्यसपछि यहाँ सेभ टु ग्यालेरीमा क्लिक गरिदिनु होला। गरिसकेपछि हाम्रो लोगो बनेर तयार भइसकेको छ। तपाईँहरूले देख्न सक्नुहुन्छ। यसरी नै तपाईँहरूले आफ्नो युट्युब च्यानलको लागि एकदमै राम्रो लोगो बनाउन सक्नुहुन्छ। आजको भिडियो तपाईँहरूलाई कस्तो लाग्यो जस्तो यस्तै प्रतिक्रिया दिन नबिर्सिनु होला। च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने च्यानललाई सब्सक्राइब गरिदिनु होला। लाइक, कमेन्ट र सेयर पनि गरिदिनु होला।